दार्जिलिङ काठमाडौँ चल्ने गाडीहरू है त स्याङ्जा गण्डकी प्युठान काठमाडौँको महाप्रभु एसी अनि त्यति काँगडभित्ता काठमाडौँको है त यो चाहिँ हिमालयन एयर बस है त काँगडभित्ता काठमाडौँको यहाँ चाहिँ जलजला एसी है त रोल्पाटु काठमाडौँको यो चाहिँ हाम्रो मिरा एडभेन्चर एसी है त बाहिरको लुक चाहिँ यस्तो छ है त मिरा एडभेन्चरको यहाँ रहेको छ अर्घा दरबार है काठमाडौँ अर्घाखाँची पुरकोटको र यहाँ रहेको छ हाम्रो मन्त्र एसी अर्घाखाँची काठमाडौँको डे गाडी है यो चाहिँ ल है त साथीहरू वेलकम ब्याक टु माई च्यानल न्यु बसपा काठमाडौँ है त फेरि काठमाडौँको माहौल यस्तो छ है त सल्यान काठमाडौँ चल्ने सल्यान एसी सुन्ने छ है त भैरवा काठमाडौँ चल्ने हाम्रो एसी ट्र्याकमा हाल्न लाग्दैछ चाहिँ बिहानी बर्दिया नेपाल काठमाडौँ यता चाहिँ सबै दार्जिलिङ काठमाडौँ चल्ने गाडीहरू है त एकदमै राम्रो छ यिनीहरू गाडीहरू चाहिँ छोटो ठ्याक्क चिटिक्क परेको हाल्दैछ है त्यहाँ चाहिँ पाल्पा काठमाडौँ चल्ने पाल्पा दर्शन एसी गाडीहरू छ प्लस त्यहाँ चाहिँ भएर काठमाडौँ चल्ने टाइम ट्राभल चाहिँ अर्घाखाँची काठमाडौँ चल्ने मनोकामना एयरबस स्याङ्जा गण्डकी वालिङ सुपर यस्तै छ है त ल बसमा स्याङ्जा गण्डकी एसी है त स्याङ्जा गण्डकी यस्तै छ है त बसमाको भ्यू गाडीको हल्लाले आवाजै नआउँदो रहेछ खास मेरो फोर छ है दाङ काठमाडौँको रेडी भयो दाङ काठमाडौँको प्युठान काठमाडौँ चल्ने महाप्रभु एसी है त यता चाहिँ पश्चिमको गाडीहरू छन् दरबार एयरबस प्युठान काठमाडौँको महाप्रभु एसी यो चाहिँ स्वर्गद्वारी बाबा यो पनि प्युठान काठमाडौँ यस्तै छ है त काठमाडौँको भ्यू बस पार्कको भ्यू अब भित्रतिर जाम आएको थाहा भयो है
काठमाडौँदेखि जनकपुरसम्म चल्ने हरेसी दर्शन एयरबस होइन यता रहेको छ मितेरी काठमाडौँ खालबारीको चाहिँ गुगल एयरबस अब नेपाल मनालीसम्म दरबार प्रिमियम क्लास रहेको छ काठमाडौँ विश्वको बुलेट एसी फाइटर किङ एसी उता चाहिँ श्री रक्षक महाकाली एसी कालिका प्राइम रहेछ है त काठमाडौँ काकरभित्ताको अब भित्रतिर जाऊँ है त पार्किङतिर पूर्वतिरको गाडी पनि हेर मैले यसो यहाँ रहेको फ्रिडम लग्जरी एक्सप्रेस यता चाहिँ मितेरी पछाडि चाहिँ मेची एयरबस भइहाल्यो सायद पछाडिको पर्छ होला हेर्दै जाम है त कुन कुन रहेछ फ्रिडम काठमाडौँ धरानको यो पनि धरान काठमाडौँको सौगात एयरबस गुगल एयरबस काठमाडौँ धरान एयरबस मितेरी कागरभित्ता काठमाडौँको है विनायक चाहिँ काठमाडौँ कागरभित्ता सुन्दर धरान कागरभित्ता काठमाडौँको मेची एयरबस वीरगञ्ज काठमाडौँको वर्षा एसी त्यहाँ रहेको छ रक्षक काठमाडौँ काकरभित्ताको रकेट एसी यहाँ चाहिँ प्राइम काठमाडौँ काकरभित्ताको जहाँसम्म डबल 4 व्हिल एयर सस्पेन्सन हुनुपर्छ यहाँ चाहिँ छ सुन्दर बिहानी यो चाहिँ हिमालयन एयरबस है त कागरभित्ता काठमाडौँको 4 व्हिल्स एयर सस्पेन्सन नै रहेछ काठमाडौँ केलाबारी धरान चल्ने बिहानी शुभ बिहानी रहेछ है नयाँ रहेछ रकेट एयरबस भइहाल्यो फ्रिडम लग्जरी ल यति रहेछ रहेको छ काउन्टर है त काठमाडौँको काउन्टर टिकट आज नहीं है 7 बजे है तो अभी तो मैं होटल से लेके आता हूँ अपना सामान यहाँ चाहिँ हाम्रो दियाला मेट्रो भइरह काठमाडौँको यता तिलोत्तमा मेट्रो भइरह काठमाडौँ साम्बाला एक्सप्रेस यो पनि भइरह काठमाडौँ गाडी त पक्कै पनि चिन्नुहुन्छ होला कसको हो हाम्रो भाइरल दाजुको त्यो 17 गाडी देखाउँछ है त सबैको नाम पढेर साध्य पनि हुँदैन एउटा गाडी चाहिँ देखाउँछ है त ल हिरा एडभेन्चर भइरह टु काठमाडौँ 4 व्हिल्स एयर सस्पेन्सन सगरमाथा दाङ काठमाडौँको
एसी यहाँ काठमाडौँ चल्ने सप्तरी बजाङ काठमाडौँको महाकाली यातायात भइहाल्यो। यहाँ चाहिँ जलजला एसी है त रोल्पा टु काठमाडौँको एकदमै लग्जरियस बस रोल्पा काठमाडौँको। यता पवनदूत यातायात भइहाल्यो। यस्तै छ है त बसहरू छन्। र यहाँ चाहिँ रहेको छ हाम्रो ओमकारा ट्राभल्स 4 wheels एयर सस्पेन्सन 2x2 भिआइपी सोफा है। यस्तो यो भएर काठमाडौँको मुन एसी उता पनि दिएको ओमकारा गन्तव्य डाङ काठमाडौँ कस्तुरी पनि डाङ काठमाडौँ महालक्ष्मी रोड काठमाडौँ यार्सा यो चाहिँ खोइ दाङ नेपालगञ्जको ताको दाङको रहेछ। स्टार एयर बस भएर काठमाडौँ त्यो पनि दिएको ओमकारा मोनालिसा छ उता एयर बस। डेकोरेसन गरेको गाडी छ। सबले 12 मिटर गाडी हो नि यो चाहिँ। यो चाहिँ हाम्रो मिरा एडभेन्चर एसी है त प्रकाश दाइले चलाउने। सिट पनि एकदम राम्रो छ कम्फर्टेबल। यस्तै छ है त। बाहिरको लुक चाहिँ यस्तो छ है त मिरा एडभेन्चरको। अगाडि पछाडि सबै देखाउँछु। एडभेन्चर यहाँ रहेको छ अर्घा दरबार है काठमाडौँ अर्घाखाँची पुरगोटको।
मन्त्र एसी अर्घाखाँची काठमाडौँको डे गाडी है यो चाहिँ छोटो मिठो चिटिक्क परेको गाडी है त ल रहेको छ रुद्र शक्ति एसी बस काठमाडौँ विराटनगरको है न्युली लन्च हो कि के हो है अब 4वटा सँगसँगै छ सँगै पार्किङ गरेर राखिएको छ भित्र रिजर्भ कि त न्युली लन्च हुनुपर्छ है यो चाहिँ अगाडिबाट पनि देखाउँछु सर रहेको छ न्युली लन्च उग्रतारा एयरबस डडेलधुरा टु काठमाडौँको मखमलीश्वर टु काठमाडौँको है भिडियो लामो भयो भने चाहिँ पार्ट 1 र पार्ट 2 गरेर आउँछ है दुईटा अब कतिको लामो हुन्छ हेरौँ सुपर भिआइपी सोफा साइडमा पनि सुपा अगाडि पनि सुपा थियो तर देखिएन महाकालीको गाडीहरू छ नै मदननगर टु काठमाडौँको तमघास टु काठमाडौँको कामना एसी लास्ट क्यु हो सायद है त्यसपछि चाहिँ कामना ल्याबिस चल्छ काठमाडौँ तमघासको लागि हाम्रो परयुज भाइले भनेअनुसार लास्ट ट्रिप कामना एसीको 4231 सुनसान भइसक्यो काठमाडौँ बस पार्क गाडीहरू निस्केपछि खाली खाली अलिकति कम छ हाम्रो भाइरल दाजु आउनुभयो है त ट्राई गर्दिनँ हाम्रो भाइरल दाजु है प्रकाश दाजु गेट स्ट्यान्ड सब अनलाइन खाली खाली थियो हाम्रो पनि अनलाइनै गर्ने बिहानदेखि यार बहुत खाली हो त यार हाम्रो दाजुसँग भेट भइसक्यो है त त्यहाँ हुनुहुन्छ भाइरल गाडी त्यसै भाइरल छ नि बस पार्कको रातिको दृश्य चाहिँ यस्तो देखिँदो रहेछ होइन देखिन्छ नै सधैँ यस्तै यो चाहिँ ग्रेट राप्ती छ दाङको काठमाडौँ सफर यो लायन कस्तो काठमाडौँ
पाल्पा टु काठमाडौँ सुपरसोनिक है। पोखराको गाडीहरू छ यहाँ चाहिँ ग्राउन्ड लोटस एडभेन्चर त्यहाँ पनि छ पछाडि। ट्राभल्स एक्सप्रेस यता चाहिँ एमएनएस मिरा एडभेन्चरको नाइट लुक्स है त। काठमाडौँ चल्ने चलाउने गाडीहरू चाहिँ 2x1 भिआइपी सोफा एकदमै राम्रो छ। गाडी निस्किँदैछ, अब म पनि निस्किन्छु। ल दाइ चाहिँ निस्किनु लाग्नु भयो, अब म पनि जान्छु, आफ्नै गाडीमा जान्छु। अब यार्सा मेट्रो अस्टै दामी लाग्छ मलाई यो गाडी, खै किन हो किन हो।